2079 माघ 10 गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नु भएको स्ट्याटस आज पनि सम्झिनु भएको छ कि बिर्सिनु भयो प्रधानमन्त्रीज्यू? हिजोको घटनामा तपाईको मौनता किन? विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईँ आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिनबाट किन टाढा हुनुहुन्छ? राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मूकदर्शक बन्यो। शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन, बरु प्रहरी प्रशासन लगाएर अपराधी झै खिसारेर लग्यो। म सरकारलाई सोध्न चाहन्छु, यो उद्धार हो कि गिरफ्तारी हो सरकार? हिजो राहदानी विभाग अगाडि आत्मदाह गर्न बाध्य भएका मुगुका 25 वर्षीय गणेश नेपालीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै गणेशजीको जीवन साथी र सानो बच्चा लगायत शोकान्तर परिवारहरूमा हार्दिक संवेदना प्रकट गर्दछु। मिति 2079 माघ 10 गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नु भएको स्ट्याटस आज पनि सम्झिनु भएको छ कि बिर्सिनु भयो प्रधानमन्त्रीज्यू? हिजोको घटनामा तपाईको मौनता किन? विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईँ आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिनबाट किन टाढा हुनुहुन्छ? राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मूकदर्शक बन्यो। शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन, बरु प्रहरी प्रशासन लगाएर अपराधी झै खिसारेर लग्यो। म सरकारलाई सोध्न चाहन्छु, यो उद्धार हो कि गिरफ्तारी हो सरकार? के ऊ देशद्रोही हो? उसले कसको विरुद्ध के अपराध गरेको थियो? उसको गल्ती यही हो कि यो देशमा जन्मियो र यही बसेर आफ्नै देशमा केही गर्ने प्रण गर्यो। देशमा काम गरिरहेका तमाम युवाहरूको अवस्था यही छ। अरूले आफैलाई जलाउने हिम्मत गर्न सकिरहेका छैनन्। बहादुर युवाले विद्रोह गर्यो। सरकार जनताको लाइफ बचाउने भन्दा पनि सामाजिक सञ्जाल डिजिटल मोहमा मानवीय संवेदनशीललाई कुल्चिएर लाइक बनाउने धाउन्नमा केन्द्रित छ। देशले आशा गरेको भनिएको नयाँ सरकार आउँदा पनि यो सिलसिला रोकिएको छैन। केही समय अगाडि सुकुम्बासी उठीवास लगाएर 17 वर्षीय रबिन तामाङ र 61 वर्षीय इन्द्रबहादुर राईले आत्महत्या गरेका थिए। हिजो पनि धोबी खोलामा एकजना सुकुम्बासी महिलाले हाम फालेर मृत्युवरण गर्नुभएको समाचार आएको अझै पनि पहिचान हुन बाँकी छ। म तपाईकै भाषामा सोध्न चाहन्छु प्रधानमन्त्रीज्यू, के राज्य साँच्चीकै यति निर्ही र असफल भइसकेको हो कि आफ्ना पीडा सुनाउन नागरिकहरूले आफ्नै शरीरमा आगो लगाउनु पर्ने अवस्था आउँछ? यदि होइन भने यस्ता हृदयघात घटनाहरू किन पटक पटक दोहोरिरहेका छन्? सभामुख महोदय मार्फत म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, अब कालो चस्मा खोल्ने बेला आएको छ। साझा यातायातको हरियो बसलाई निलो पोतेर नागरिकको सुरक्षा महसुस गरिँदैन। सुरक्षा तब महसुस हुन्छ जब राज्यले न्याय दिन्छ, रोजगारी सृजना गर्छ, सुशासन कायम गर्छ र नागरिकमा भविष्यप्रतिको भरोसा जगाउँछ। सवारी साधन मा लगाएको चर्को हर्जना ठिक छ कि छैन भन्ने एकपटक मृतक गणेश नेपालीको अनुहारमा हेरेर पुग्छ सरकार? सभामुख महोदय मार्फत म यही ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। जय नेपाल।